के तपाईलाई पनि धेरै मान्छेहरूको अगाडि उभिएर बोल्न डर लाग्छ? हात काँप्ने, पसिना आउने वा भन्न खोजेको कुरा बिर्सने हुन्छ? चिन्ता नगर्नुहोस्, 90% मानिसहरूलाई यस्तै हुन्छ। आज म तपाईहरूलाई 3वटा यस्तो तरिका सिकाउँछु जसले तपाईको मञ्चको डर वा स्टेज फियर सधैँका लागि भगाउनेछ। सबैभन्दा पहिले बुझ्नुहोस्, डर लाग्नु भनेको तपाई कमजोर हुनु होइन, यो तपाईको शरीरले दिने एउटा प्रतिक्रिया मात्र हो। म सुरुमा बोल्दा मेरो पनि सातो जान्थ्यो, तर मैले के थाहा पाएँ भने मान्छेहरू तपाईको डर हेर्न आएका होइनन्, उनीहरू तपाईले दिएको जानकारी सुन्न आएका हुन्। जब तपाई आफूलाई भन्दा बढी महत्त्व आफ्नो विषयलाई दिनुहुन्छ, डर आफै कम हुन्छ। मैले प्रयोग गर्ने यी 3 तरिका तपाई पनि अपनाउनुहोस्। 1. लामो सास लिनुहोस्। बोल्नुभन्दा 1 मिनेट अगाडि 3 पटक लामो सास लिनुहोस् र बिस्तारै छोड्नुहोस्। यसले तपाईको मस्तिष्कलाई म सुरक्षित छु भन्ने सन्देश दिन्छ। 2. पहिलो 20 सेकेन्ड कण्ठ पार्नुहोस्। भिडियोको वा भाषणको सुरुवात कसरी गर्ने त्यो चाहिँ दिमागमा सेट गर्नुहोस्। र 3. एउटा साथीलाई हेरेर बोल्नुहोस्, भिडलाई नहेर्नुहोस्। भिडको बीचमा उभिएर मुस्कुराइरहेको एउटा व्यक्तिलाई हेरेर बोल्नुहोस्, लागोस् कि तपाई उसँगै गफ गर्दै हुनुहुन्छ। याद राख्नुहोस्, बोल्ने कला जन्मजात आउने कुरा होइन, यो अभ्यासले खारिने कुरा हो। आजैदेखि ऐनाको अगाडि उभिएर 1 मिनेट सधैँ बोल्ने अभ्यास गर्नुहोस्। तपाईलाई स्टेजमा जाँदा सबैभन्दा बढी कुन कुराले डर लाग्छ? आउनुहोस्, कमेन्टमा छलफल गरौँ। तबसम्मको लागि मलाई फलो गर्दै गर्नुहोला। नमस्कार। आफ्नो भोलि आज बनाऊ।